पार्टी जिंदाबाद जिंदाबाद महिला दाइ हाय हाय महिला दाइ हाय हाय म मन्दिर भयो भने तिमीहरूले पनि एउटा एउटा गाई खोजेर दिन्छु सिन्धुपाल्चोक क्षेत्र नम्बरको जनताले भने जस्तो सोचे जस्तो नेता भेटेछ म जनताको दुःख भनेको हेर्नै सक्दैन म आफै पुग्छु। तपाईँहरूको गाउँमा नयाँ पार्टीले एन्ट्री लिइसकेको छ तपाईँहरूले एक भोट दिनुहुन्छ कि हुन्न तपाईँले हुन्छ हुन्छ। सो गाइस म चाहिँ महिला तामाङ यसै हाम्रो सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 को उम्मेदवार हाम्रो कुकुर पार्टीबाट चाहिँ मैले टिकट लिएर आइसकेको छु र आज चाहिँ हामी यता घर दैलो गर्ने क्रममा चाहिँ यता मेरो जनताहरू साफ उपस्थित भइसकेको छ। यो गाउँमा चाहिँ सालाक्कै मेरो कुकुर पार्टीमा चाहिँ जोइन भइसकेको छ र हेलाम्बुमा चाहिँ नयाँ पार्टीको एन्ट्री भइसकेको छ। अब चल्दिम होला कुकुर पार्टी जिन्दाबाद पार्टी जिंदाबाद जिंदाबाद हाम्रो कुकुर पार्टी जिंदाबाद जिंदाबाद हाम्रो कुकुर पार्टी जिंदाबाद जिंदाबाद हाम्रो कुकुर पार्टी जिंदाबाद जिन्दाबाद। महिला दाइ हाय हाय महिला दाइ हाय हाय महिला दाइ भोट केमा कुकुर कुकुर पार्टी जिंदाबाद जिंदाबाद भोट केमा कुकुरमा महिला दाइ हाय हाय महिला दाइ हाय हाय कुकुर पार्टी जिंदाबाद महिला दाइ हाय हाय महिला दाइ हाय हाय महिला दाइ भोट केमा कुकुरमा भोट केमा कुकुरमा कुकुर पार्टी जिंदाबाद हामी चाहिँ यता गर्दा गर्दै दिदीकोमा आइपुगिसक्यो। नमस्ते दिदी। यसपालिको भोट चाहिँ हाम्रो कुकुर पार्टीलाई जम्मा र हाम्रो सदस्य दुईवटा उता छ हेर्नु होला बाहेक मुख्यमा पक्का है दिदी। अब देशले परिवर्तनमा तपाईँको एक मतको अमूल्य छ हामीलाई। हस्, नमस्ते। जिंदाबाद जिंदाबाद हाम्रो कुकुर पार्टी जिंदाबाद जिंदाबाद कुकुर पार्टी जिंदाबाद जिंदाबाद महिला दाइ हाय हाय महिला दाइ हाय हाय महिला दाइ हाय हाय कुकुर पार्टी जिंदाबाद हाम्रो कुकुर पार्टी जिंदाबाद जिंदाबाद हाम्रो कुकुर पार्टी जिंदाबाद जिंदाबाद हाम्रो कुकुर पार्टी जिंदाबाद जिंदाबाद कुकुर पार्टी जिंदाबाद जिंदाबाद महिला दाइ हाय हाय महिला दाइ हाय हाय महिला दाइ हाय हाय भोट केमा कुकुरमा भोट केमा कुकुर पार्टी ओ नमस्ते मेमे। यहाँ राख्नु जनताले सेवा गर्ने मान्छे खोइ म पुग्छु। तपाईँहरूको एक भोट मलाई घटेर गरेको फिता र दुःख दिनु हुँदैन जनतालाई। म यस्तो उम्मेदवार हो कि सिन्धुपाल्चोक क्षेत्र नम्बरको जनताले भने जस्तो सोचे जस्तो नेता भेटेछ म जनताको दुःख भनेको हेर्नै सक्दैन म आफै पुग्छु। हेर्नुहोस् म उता गोठसम्म पुऱ्याइदिन्छु। गोठ यतै रहेछ। नमस्ते नमस्ते म चाहिँ तपाईँहरूकै क्षेत्रबाट नयाँ पार्टी हाम्रो कुकुर पार्टीबाट टिकट लिएर आएको छु। तपाईँहरूको एक भोट दिनु पर्यो मलाई। कति मात्र पुरानो दाराहरूले दिनु, यसपालि नयाँ आएको छ र तपाईँहरूको गाउँमा नयाँ पार्टीले एन्ट्री लिइसकेको छ। तपाईँहरूले एक भोट दिनुहुन्छ कि हुन्न तपाईँले? हुन्छ हुन्छ। र हाम्रो यता छ कार्यकर्ताहरू यति सबैजना उहाँहरूको खुसी लागेको हो। तपाईँहरू पनि अहिले हामीसँग नारामा हिँड्नुपर्ने हुन्छ है त। ल तपाईँको यसपालिको भोट खेर नफाल्नु, जित पक्का हाम्रो छ। 1,95,00,000 मत चाहिँ मेरो काउन्ट भइसकेको छ। अरू भनेको 500 हो, मेरो 1,95,00,000 सल्लाह छ मलाई छ। ल है त अब उता चाहिँ मेरो जनताहरूले मकै छरिरहेछ।
त्यतै आउनु पर्यो उम्मेदवार ज्यू भनेर यता हामीलाई फोन आएको भएर हामी त्यहाँसम्म गएर भोटको अपिल गर्दैछौँ। अब हामी त्यतातिरै गएर छौँ। यहाँबाट एकजना फेरि थप्दै छ हाम्रो साथीले, एक त मन पर्यो तपाईँको पार्टीको भिजन भनेर उहाँ पनि हामीसँग हिँड्नुहुँदै छ। ल हिँड्नु गयो भने गयो, गएर भने जबरजस्ती तानेर थुतेर पनि लगाउनु हो। भोट केमा भोट केमा कुकुर माथि छिटो गर्दै छिटो कुकुर माथि भोट केमा महिला भाइ महिला भाइ महिला भाइ भोट केमा नमस्ते दिदी, नमस्ते। नमस्ते। म चाहिँ तपाईँहरूकै क्षेत्र नम्बर 2 बाट उठेर आएको महिला उम्मेदवार हाम्रो कुकुर पार्टीबाट। महिला कुकुरलाई हाल्छु भोट त। हो महिला कुकुर होइन क्या, कुकुर चाहिँ पार्टी मात्र हो, मान्छे त राम्रो छ नि दिदी। र हाम्रो कुकुर चिन्ह भनेको कुकुर, सामानबातीकोमा बोतल, जसले बोतल चिन्हमा ज्याम, जसको घरमा गिलासमा ल्याम गर्ने हो। तपाईँको भोट दिने कि नदिने दिदी? देने देने। लो अनि फेरि म जनताको सेवा गर्ने मान्छे, तपाईँको म एक हाल गोरु जोतेर मात्र जान्छु, हेर्नुहोस् ल। जनतालाई सेवा गर्ने नेता भनेको यस्तो अहिलेसम्म कहीँ पनि नेताले गोरु जोतेको छैन क्या। हो छेउमा आएपछि गोरु यसरी मोड्नुपर्छ, यत्रो हरि हरि हिँड गोरु हिँड। म तिमीहरूको मालिकहरूको उम्मेदवार मन्त्री हो, म मन्त्री भयो भने तिमीहरूले पनि एउटा एउटा गाई खोजेर दिन्छु। हिँड तिमीहरूको गाईको व्यवस्था गरिदिन्छु। भोट दिदी ल नमस्ते। अब चाहिँ आफै जोत्ने, एकछिन सहयोग गरे मात्र हो। सो आज हामी चाहिँ घर दैलो गर्दै क्रममा चाहिँ यसै हेलम्बु गाउँपालिका वार्ड नम्बर 6 चिघरका स्थित बसिरहेको छु। यता थकानमा सबै मेरो जनताहरू मलाई जिताउनै पर्छ भन्ने अभियान बोकेर चाहिँ हामी अगाडि बढिसक्यौँ। अब रोक्ने होइन, बिल्कुल रोक्ने त होइन, हुँदै होइन, हामी जित्नेरै छाड्ने हो। यो सिन्धुपाल्चोकलाई हाम्रो कुकुर पार्टीलाई खल्लाप्पै खाएर छाड्ने हो। गाइजहरू देख्न सक्छ यति यहाँ चाहिँ सबै मैले बोलाएको भने उहाँहरू सबै आफै मलाई सपोर्ट गर्न चाहिँ आउनु भएको हो। र यस्तो अभियान बोक्ने र भिजन बोक्ने नेता, मेरो भिजन भनेको तपाईँहरू देखिसक्नुभयो होला। अघि मैले पातकर बोके, गोरु जोते, त्यो भनेको किसानको लागि कति सहयोग र महत्त्वपूर्ण नेता हो भन्ने कुरा त तपाईँहरूले त्यो भिडियो हेरेर नै थाहा सक्नुहुन्छ। विकास भनेको मैले यस्तो ल्याउँछु, विकासको यत्रो खोला नै भला भगाइदिन्छु यो चिखरका गाउँमा। बस तिमीहरू सबैजनाले आफ्नो आँगनमा नाला बनाएर राख, त्यो नालाबाट विकासको पानी खोला बग्छ। योजना चेकको चेक बक्सको बक्स लिएर आउँछु होइन। चनावट गएर चाहिँ तपाईँहरूले चाहिँ तालचा एउटा खोलेर राख, कतै चोरी होला फेरि अरूले गऱ्यो भन्ला। त्यो सबै योजना चाहिँ मैले आउँदो फागुन 21मा जितेर गइसकेपछि गर्नेछ। फागुनको 22 गते चाहिँ एउटा राँगा फर्लक्क ढलेर चाहिँ तपाईँहरूलाई भोजको व्यवस्था छ, यहाँ खाजाको व्यवस्था। र उम्मेदवार त उठेर आयो, अब यो चिन्हमा मत गर्नुपर्छ भनेर भन्दैन सोध्नुहुन्छ होला तपाईँहरूले। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो कुकुर छ, प्रत्यक्ष निर्वाचनमा कुकुर चिन्हमा मतदान गर्नु होला। र समानुपातिकामा चाहिँ हाम्रो बोतल चिन्ह छ, बोतलमा छाप, गिलासमा ल्याप हालेर गएर ठ्याक गर्ने हो। र कुकुरमा झ्याप गरेपछि आफूले गरेको विकासमा अरूले गर्यो भने त्यो कुकुरलाई आउ 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 भनेर भुक्ने हो। हेर्नुहोस् तपाईँहरू त्यो बेलामै सचेत हुनु भन्दै म भाइ बहिनीहरूलाई पनि आखिर मलाई नै किन जिताउनु पर्ने अभियान चलायो र यो नाराको पछाडि के राज छ, मलाई नै दिनुपर्छ किन भन्ने कुरा चाहिँ म यहाँ सोध्न गइरहेको छु। र यता हाम्रो बिमलाबाट आखिर मलाई नै भोट दिनुपर्ने कारण चाहिँ किन होला? 2 सप्ताह राख्यो
हेर्नुहोस् तपाईँ भनेको एउटा एकदम राम्रो भिजन भएको मान्छे हो। तपाईँ जस्तो नेता पाउनु भनेको तपाईँ जस्तो नेता पाउनु हामीलाई एकदम गर्वको कुरा हो। तपाईँ जस्तो नेता पाएर हामी एकदम खुसी छौँ। यसपालि कुकुर चिन्हमा तपाईँलाई मतदान गरी झ्याप झ्याप भोट हाली तपाईँले जिताउने छु। झ्याप 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 धन्यवाद। तपाईँलाई नै भोट हाल्दैछु, तर हाम्रो भोट चाहिँ खेर जानु भएन। भोट हालिसकेपछि यता हाम्रो विकास पनि गरिदिनु पर्यो। पिर नगर्नु होला, यहाँको कुरा त्यही हो। अब पहिला भोट मात्र हाल्ने भयो, फर्केर आएन र विकास के गरेन। विकासको यस्तो सिङ्ग पनि यसरी भाँचेन भन्ने गुनासो छ। पिर नगर्नु होला। यसो हेर, म गाउँको वडा नम्बर 6 को स्थित चिङखर्काको भाइ बहिनीहरू मलाई जिताएर मात्र पठाऊ पहिला, त्यसपछि मैले आगिने भनेर त्यो कुरा फेरि मैले दोहोऱ्याउन चाहे। विकासको यहाँ म खलाइ भगाइदिन्छु झलङ लङ 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 लङ। अनि तिमीहरूको आफ्नो घर घरमा लानाले बस नाला मात्र बनाएर राख्नु होला, किनभने विकासको खोलाइ बगेपछि सम्हाल्नलाई नसक्ने भनेको नाला मात्र हो। होइन भने पहिरो जान्छ, विकासले पहिरो जानलाई रोक्छ। त्यो भाइ बहिनीहरू तिमीहरू सबैको मत मलाई नै होइन त? हो फेरि भन, फेरि भन। महिला भाइ, महिला भाइ, भोट देमा, भोट देमा, हस् त तपाईँहरूले देखिहाल्नुभयो। यसपालि सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 तातिसक्यो केटा हो। हाम्रो यहाँ हेर्ने सङ्गठन राम्रो छ। सिन्धुपाल्चोकको क्षेत्र नम्बर 2 महिला दाइले खाइसक्यो र सिन्धुपाल्चोकको मोहर फेर्ने छ भन्दै आजको कार्यक्रम गर्दैला चाहिँ म यसै ठाउँबाट र अहिले नै यसै ठाउँमा चाहिँ स्थगित भएको घोषणा गर्दछु र भिडियोलाई सबैले सेयर गरेर हाम्रो महिला दाइको युट्युब च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनु होला र यस्तो मन्दिरहरूको भिडियो चाहिँ अर्को पनि नेक्स्ट आउँछ भन्ने कुरा गर्दै हस् त, धन्यवाद।